ओके सो अहिले चाहिँ 7:46 भयो बेलुकाको इभिनिङको होइन। अब चाहिँ अनलाइन बस्थ्यौँ होइन। आज चाहिँ शुक्रबार, आज चाहिँ एजेन्सीले पनि मोस्टली फ्राइडे र स्याटरडे चाहिँ 6 to 10 बजीसम्म चाहिँ अनलाइन हुनै पर्छ भनेर भन्छ कि, तर म चाहिँ भएको छैन होइन। अहिले चाहिँ 7:47 भइसक्यो। अब चाहिँ अनलाइन गइदिउँ होइन। यसो अनलाइन गएर हेरौँ के कति डेलिभरी उठाउन सकिन्छ। आज चाहिँ फ्राइडे हो। सो ओके, लेट्स स्टार्ट। ओके, के छ त आज अर्कै ठाउँको म्याकडोनल्ड अगाडि गएर बस्थ्यौँ होइन। यहाँनिरको यसो अर्डर आइ पो हाल्छ कि यहाँ अलरेडी कति धेरै मान्छे होला। त्यहाँ पर एउटा देखि यहाँ धुस्तै मान्छेहरू रहेछन् अर्डर कुरेर बसे। मलाई त के होला र हो, टेन्सन पो भयो त हो। के गरौँ अब, म बसौँ कि नबसौँ। अरे ओके, एसियन स्ट्रिट फुड। ओहो, यो त अल द वे भित्र पो हो जस्तो लागेको छ। यो त चिलमा हिँड्नुपर्छ नि त। अनि ल यहाँ राखेर चिलमा हिँड्यौँ होइन, किनभने यो चाहिँ पुरै भित्र। हेलो, 166 धन्यवाद। ओके सो यो चाहिँ मेरो फर्स्ट अर्डर है। ठिकै छ त। फ्याटा अर्डर राखिराख्यो भने चाहिँ मजा हो क्या। अब एउटा अर्डर पुर्यायो, आधी घन्टा कुर्यो, 1 घन्टा कुर्यो भने चाहिँ झ्याउ हो फेरि। किन अस्ति चाहिँ सुरुमा भएर हो कि क्या हो, अर्डर त एउटा छोड्न पाएन, अर्को ब्याट्टा फेरि त्यो छोड्यो, फेरि अर्को ब्याट्टा। मजा आएको थियो त्यो बेलामा। तर अहिले त अलिक पुरानो हुँदै गयो। 10-12 दिन भयो क्या अहिले चाहिँ। म्याक्री अहिले त आधी घन्टा कुर्नुपर्छ, कहिले त ताल पऱ्यो भने त 1 घन्टा नि कुर्नुपर्छ अर्डर नै हुन्न यार। ओके, अर्डर डेलिभरी गर्नुपर्ने चाहिँ यतै हो। We go. Enjoy. Bye. हेलो, चिलमा हिँड्ने बिरालो हेर। खाना आयो भन्ने थाहा भयो जस्तो छ त्यसलाई। अब घरभित्र जान थाल्यो। ओके, अब अहिले चाहिँ म उर्मीतिर छु होइन। यतै घुम्दिउँ, यसो अर्डर आइ पो हाल्छ कि होइन। अहिलेसम्म चाहिँ आएन है। ओके सो मलाई 4.87 युरोको अर्को अर्डर पनि आयो होइन। अब त्यहीँ चल्दिउँ। पिकअप चाहिँ 780 मिटर अवे, 3 मिनट। ओके छ त, पिकअप त उठाउनै पर्यो। फुड इज रेडी भनेर नोटिफिकेसन आयो होइन। म पनि ठ्याक्कै आइपुगेँ। ट्याप्प लाएर फुड उठाइदिउँ, चल्दिहालौँ न होइन। ओके, do you have any idea which one is margarita? Because they mentioned that place meal in separate bag, that's why. Yes, please. Thank you so much. Margarita, cheesy crust, and the other one is
Thank you so much. Thanks a lot. Have a nice evening. Thank you. अब उठाएपछि त लिएर जानु पर्यो. उठाएर मात्र भएन होइन त यतैबाट जाने हो. अँध्यारो पो हुन थाल्यो त अहिले कहिले. यतै रहेछ त आइसक्यो. घरतिर चल्दिउँ अनि बाटोमा कतै त कसो अर्डर नआउला र हौ. अहिले त हुन्थ्यो. €2.43 यही म्याकडोनल्ड्सबाट. सही हो. Hello. 436 please. Thank you. (1.4 kilometer, 5 minutes). Okay, let's go. कता हो यही राख्छौँ होइन. ठ्याक्कै धन्न ढोकै अगाडि पऱ्यो. एम्बर ब्लक डी 10N बेल साइन. No, not yet. Now it's okay? Nope. Coming down. Thank you. कुचिङ ढोकै हुँदैन. अब आफै आउनु पर्यो. Here we go. Have a nice evening. Good night. So अहिले चाहिँ म हाम्रुन एरियातिर छु होइन. अब अर्को साइडतिर चल्दिउँ न होइन. अब चल्ने चाहिँ कता हो. जे भयो नि अर्डर चाहिँ आउनु पऱ्यो. अरू भने त्यस्तै हो होइन. Hello. 441 please. Thank you. लोकेसन चाहिँ आइपुग्यो अलमोस्ट. थ्याङ्क यू. सिजिबी हो कि के हो यो. यतातिर पो आएछ हेर्न त. ल अब फेरि पुरानै ठाउँ भनौँ न. त्यतै फर्किउँ न होइन. अब के गर्नु फर्किनै पऱ्यो. किनभने यता त अर्डर आउने चान्सै छैन. No chance. अब स्कुटरलाई भोक लागेपछि पेट्रोल त हाल्दिन पर्यो होइन. €5 खाइदियो स्कुटरले.
1 बिर्किरकारा 2.16 युरो। ओ यो त पछाडि नै हो कि क्या हो यार, म त फुल राउन्ड हान्नुपर्छ त यार अब। सेट पनि त 1.2 किलोमिटर। मोस्टाको द ओभनबाट चाहिँ अर्डर आइरहन्थ्यो, बिर्किरकाराको चाहिँ पहिला चाहिँ आएको थिएन होइन। फर्स्ट टाइम अर्डर उठाउँदैछु यहाँबाट चाहिँ। $919। Yeah, thank you so much. Have a nice evening. Thank you. $1.5 kilometer, 4 minutes. Okay, so okay, thank you so much. Have a nice evening. Good night. Okay, यो मान्छेकोमा चाहिँ म 2 चोटि आइसकेँ, तर आज होइन, अस्ति नि एकचोटि आएको थिएँ, आज नि यही मान्छेको परेछ। ठिक हो त। 1.8 युरोको CFC क्रिस्पी फ्लेभर्ड चिकन बिर्किरकारा। यो दुईटा हो। थ्याङ्क यू। ओके चलो सही हो। थ्याङ्क यू। ओके अहिले चाहिँ 10:30 भयो। अब चाहिँ म घर गएर खानासाना खाएर अनि फेरि निस्किन पर्ला। अब एकछिन चाहिँ अर्डरै आएन कि, अब अर्डर नआएको बेलामा होइन घर गएर खानासाना खाइदिउँ अनि फेरि निस्क्यौँ। ओके अब अहिलेको लागि अफलाइन गइदिउँ, ट्याप लाएर क्रस। ओके सी यू। चाहिँ अहिले चाहिँ 11:48 भइसक्यो। खानासाना खाइयो, अब खानासाना खाइयो होइन, अब निस्किउँ न त होइन। अब एकछिन डेलिभरी हानिदिउँ, के कसरी अर्डरहरू आउने रहेछ हेरौँ। लेट्स गो। ओके सो अर्को एउटा चाहिँ अर्डर आएको छ जेबुजबाट 3.70 युरोको, यहीँ अगाडिको म्याकडोनल्डबाट। यस प्लिज। थ्याङ्क यू। के छ त चल्दैन अब। झन्डैलो बढ्यो मल्टी चाहिँ रहेछ। मिडनाइट हो, भिडियो पनि त्यस्तो राम्रो आएन। सो अब डाइरेक्ट भन्नुपर्दा चाहिँ म डाइरेक्ट अब कति अर्निङ्स भयो भनेर म त भनिदिन्छु, देखाइदिन्छु पनि। अब त्यही हो, अब स्पिकरले हो, स्पिकरमा गीत बजाउँदै चिलमा काम हान्नुपर्छ। ल लास्टमा भेट्छौँ ल, बाई बाई। राइट सो वाट्सअप गाइस, अहिले के छ होइन, म चाहिँ अब मैले चाहिँ अघि अलमोस्ट 12 बजी, राति 12 बजीदेखि स्टार्ट गरेको थिएँ होइन। अब
अहिले चाहिँ 5:30 हुन लाग्यो, 5:21 भयो होइन, 5:22 भयो ठ्याक्कै अहिले होइन। अहिलेको अब चाहिँ अब घर जाउँ न होइन, बिहानको 5:30 भइसक्यो। फेरि अर्डर आयो होइन म्याकडोनल्ड बिर्किर पाराबाट। अब यो अर्डर पनि गर्नै पऱ्यो होइन, गरिदिउँ न। 5 युरोको रहेछ, छोड्ने त कुरै भएन, गरिदिउँ। अनि त्यसपछि फेरि अर्को भिडियो बनाउँछु। बाई बाई अहिलेको लागि। अघिको अर्डर चाहिँ डेलिभर गरिसकेको छु, भर्खरै डेलिभरी गरिसकेँ। 5 युरोको थियो डेलिभरी चाहिँ, यहाँ आएपछि अर्को 5 युरो चाहिँ के भन्छ टिप्स दियो होइन। सो 10 युरो, टोटल 10 युरो भयो। वर्थी चाहिँ भयो होइन आएको। अहिले चाहिँ 5:41 भयो होइन। त्यही हो, अब 5:41 भयो। मेरो ब्याट्री पर्सेन्ट पनि जम्मा 2% मात्र छ होइन। अब चाहिँ क्लो झानिदिउँ होइन, अफलाइन गइदिउँ। त्योभन्दा अगाडि चाहिँ मैले आज फ्राइडे नाइट चाहिँ कति कमाएँ भनेर देखाउँछु है त। मैले फ्राइडे नाइट मात्र चाहिँ 16वटा डेलिभरी गरेँ, 50 युरो विथ टिप्स गरेर। मेरो चाहिँ जहिले 50 युरोभन्दा चाहिँ क्रसै हुँदैन। मैले 12 बजीदेखि सुरु गरेको भनेपछि अलमोस्ट 6 बज्न लाग्यो। 6 घन्टामा 50 युरो कमाएछ। 49.55 युरो भएको रहेछ विदाउट टिप्स चाहिँ। एकजनाले टिप हाल्दै रहेछ 1 युरो चाहिँ, त्यही भएर 50 युरो भएछ है। अनि हिजो चाहिँ मैले 28 युरो कमाएको थिएँ। हिजो 7:40 कि कति बजीदेखि गरेको थिएँ नि त इभिनिङमा। अनि फेरि 28 युरो कमाएछ। 10:30सम्म चाहिँ खाना खानु जानुभन्दा अगाडि चाहिँ अब चाहिँ अफलाइन गइदिइहालौँ होइन, किनभने 1% छ। ठ्याक्क कसैको अर्डर आइहाल्यो भने म ट्र्यापमा पर्छु अनि त्यसपछि त रातमा आउँछु। ओके अफलाइन डन। ओके सो थ्याङ्क यू सो मच एभ्री वान। त्यति नै हो, अब घर गएर सुत्नुपर्छ होइन। अब चाहिँ गएर सुत्छु म। अब यहाँबाट घर जानको चाहिँ 10 मिनट जति लाग्छ है। ओके बाई बाई, सी यू इन नेक्स्ट भिडियो।